मोटरसाइकल प्राय यिनीहरूले पुरानो मोटरसाइकललाई यिनीहरू टार्गेट गरेको देखिन्छ। किन भन्दाखेरि पुरानो मोटरसाइकल जहिले पनि के गर्छ, त्यसमा चाहिँ हाम्रो चाबीहरू मिलाउन सजिलो हुँदो रहेछ उनीहरूको भनाइअनुसार चाहिँ। यिनीहरूले मोटरसाइकल चोरेर पारी लाने र त्यहाँबाट चाहिँ केही पैसा लिएर फर्किने। मोटरसाइकल चोरीको आरोपमा मोरङ प्रहरीले विराटनगर 17 का 17 वर्षीय मोहम्मद सोयल आलम र सोही स्थानका 24 वर्षीय नौसाद अन्सारीलाई रंगे हात पक्राउ गरेको हो। चैत्र 26 गते विराटनगर 7 अस्पताल चोकबाट कटहरी गाउँपालिका 1 निवासी दुलाचन्द पोद्दारको प्र 1-02-041 प 0340 नम्बरको होन्डा सिभी साइन मोटरसाइकल चोरी गर्दै गरेको अवस्थामा प्रहरीले दुवैजनालाई नियन्त्रणमा लिएको थियो। त्यसपछि गरिएको अनुसन्धानमा चैत्र 27 गते विराटनगर 15 नेपाल भारत सीमा क्षेत्रको दरैया र टिकुलिया बस्तीबाट थप 5 वटा मोटरसाइकल बरामद गरिएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयले पक्राउ गरिएका व्यक्ति सहित बरामद मोटरसाइकलहरू पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ। पत्रकार सम्मेलनमा बोल्नुहुँदै जिल्ला प्रहरी कार्यालयका प्रवक्ता वेद प्रकाश जोशीले पक्राउ गरिएका गिरोहले अस्पताल, होटल, अदालत, मालपोत कार्यालय लगायत भीड़भाड़ हुने स्थानहरूको पार्किङमा राखिएका मोटरसाइकलहरू मास्टर की प्रयोग गरी चोरी गर्ने गरेको अनुसन्धानको क्रममा देखिएको बताउनुभयो। उहाँले चोरी गरिएका मोटरसाइकलहरू नेपालबाट सीमावर्ती भारतीय बजारमा लगेर सस्तो मूल्यमा बिक्री गर्ने गरेको पाइएको समेत बताउनुभयो। अन्य मोटरसाइकलहरू पनि फेला पर्न सक्ने सम्भावना चाहिँ हामीलाई छ। एकिन यति नै भनेर चाहिँ कुरा उठिसकेका छैन, तर यी व्यक्तिहरू चाहिँ एउटा पेशेवर रूपमा चाहिँ यिनमा भएको देखिन्छ। यिनीहरूले मोटरसाइकल चोरेर पारी लाने र त्यहाँबाट चाहिँ केही पैसा यिनीहरूले लिएर फर्किने जस्तो गरेको देखियो। अब त्यो हेरेरी छ। चालू आर्थिक वर्षको साउनदेखि मंसिरसम्म मोरङमा 60 वटा मोटरसाइकल चोरीको घटना दर्ता हुन आएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। उक्त संख्यामा 4 वटा मोटरसाइकल मात्र बरामद भएको जनाइएको छ। मंसिर महिनामा प्रहरीले मोटरसाइकल चोरी गिरोहका नाइके नजाम अन्सारीलाई पक्राउ गरेको थियो। उनी पक्राउ परी थुनामा गएपछि केही महिना चोरी मत्थर भए पनि चैत महिनामा एकाएक चोरी बढेको पाइएको छ। चैत्र महिनामा मात्र 11 वटा थप मोटरसाइकल चोरी भएको पाइएको छ। फेरि चोरी बढेपछि प्रहरीले सक्रियता बढाएको थियो। विशेष गरी सुपर स्प्लेन्डर, होन्डा साइन र डिस्कभर जस्ता मोटरसाइकलहरू बढी चोरी हुने गरेको प्रहरीको तथ्याङ्कमा देखिन्छ। पछिल्लो समय चोरहरूले नयाँको साटो पुरानो मोटरसाइकलहरूलाई बढी टार्गेट गर्ने गरेको पाइएको प्रवक्ता जोशीले बताउनुभयो। लक खोल्न सजिलो हुने भएकाले चोरले पुरानो मोटरसाइकलहरूलाई टार्गेट गर्ने गरेको उहाँले बताउनुभयो। मोटरसाइकल प्राय यिनीहरूले पुरानो मोटरसाइकललाई टार्गेट गरेको देखिन्छ। किन भन्दाखेरि पुरानो मोटरसाइकल जहिले पनि के गर्छ, त्यसमा चाहिँ हाम्रो चाबीहरू मिलाउन सजिलो हुँदो रहेछ उनीहरूको भनाइअनुसार चाहिँ। त्यसकारण ब्रान्ड न्यू मोटरसाइकल भन्दा युज धेरै भइसकेको मोटरसाइकललाई चाहिँ बढी टार्गेट गर्दो रहेछन् उनीहरूले। त्यो भनेको उसले अब त्यसमा चाहिँ भन्न चाहिँ यिनीहरूले के भनिरहेको छ भन्दाखेरि हामीले मोटरसाइकल पारी लगेर दिने हो, दिएपछि हामीलाई उसले केही खर्च दिन्छ भन्ने कुरा चाहिँ गरेका छन्। तर यसले भनेकै कुरालाई मात्रै हामीले सत्यता मान्न पनि भएन। यो प्रारम्भिक रूपमा आएका कुराहरू हुन्, तर विस्तृत रूपमा पछि कनेक्सनका कुराहरू आउलान् अथवा यसमा अन्य व्यक्तिहरू पनि इन्भल्भ होलान्, त्यसपछि चाहिँ पक्कै पनि यिनीहरूले बेच्ने गरेको हुन्छ। पक्राउ परेकाहरूको साथबाट प्रहरीले मोटरसाइकल चोरीमा प्रयोग गर्ने मास्टर चाबी, मोबाइल र विभिन्न कम्पनीका 5 थान मोटरसाइकल र 1 थान स्कुटी समेत बरामद गरेको छ। भिजुअल पोस्टका लागि नवीन कर्ण, विराटनगर।